अब घरमै बनाएर खाने होइन त अमिलो पिरो टक्क परेको जापाली स्टाइलको चटपटे। हाई गाइज, मैले चाहिँ आज तपाईँहरूको लागि लिएर आएको छु गिलो चटपटेको रेसिपी। यो चटपटेमा चाहिँ मैले त्यस्तो धेरै थोक केही नहालिकन बनाएको छु। नर्मल्ली आफ्नो घरमा जे सामान थियो त्यही सामान युज गरेर बनाएको। सुरुमा त मैले सुक्खा चटपटे बनाएँ, यानि कि झालमुरी। अब हाम्रोतिर त सुक्खा चटपटे गिलो चटपटे भन्ने चलन छ नि त। गिलो चटपटेको लागि चाहिँ मैले अगाडि नै प्याज, काँक्रा, आलु खोर्सानी काटेर राखेको थिएँ, त्यो हालेँ। त्यसमा मैले मुरै हालेँ, 20 रुपियाँको करेन्ट चाउचाउ हालेँ। अनि स्वाद अनुसारको नुनको लागि चाहिँ मैले सेतो नुन होइन कालो नुन यानि कि बिरे नुन युज गरेँ, किनभने त्यसले चाहिँ एकदमै मिठो टेस्ट दिन्छ नि त। अनि अजिना हाल्न त बिर्सिनु नै भएन चटपटेमा, किनकि खाइसकेपछि पनि जिब्रोमा तिखो स्वाद दिने काम चाहिँ अजिनाले नै गर्छ। त्यसपछि मैले हरियो फ्राई मटर हालेँ। अनि ट्वाक्क परेको अमिलो स्वादको लागि चाहिँ मैले कागतीको अमिलो युज गरेँ। अनि थोरै मैले तेल पनि राखेँ। तेल चाहिँ तोरीको तेल हुनु हुँदैन होइन, मैले चाहिँ सनफ्लावर युज गरेँ। अनि मैले गिलो चटपटेको लागि सस चाहिँ अगाडि नै बनाएर राखेको थिएँ, किनकि चटपटेको सस चाहिँ तातो र पातलो चाहिँ हुनु हुँदैन। पानीमा भिजे जस्तो ल्यास्स परेको बनिन्छ, चटपटेको स्वादै मिठो हुँदैन। त्यही भएर सस चाहिँ अलिकति बाक्लो अनि सेलाउन पनि दिनुपर्छ। अनि यो सस हालिसकेर मैले मजाले घोलेँ, खाउँ परेको एकदमै मिठो चटपटे बनेको थियो। तर समस्या भने चाहिँ केमा आयो भन्दाखेरि कतिजनाले खानाहरू बनाएको भिडियोहरू हालिराख्नु भएको हुन्छ, कति इजी देखिन्छ होइन, तर यति गाह्रो रहेछ आफ्नै हातले फोन पक्रेर अनि आफै यता खाना बनाउन चाहिँ लास्टै गाह्रो रहेछ। मैले कि त नजानेर हो कि होइन, फर्स्टचोटि भएर हो कि सामानहरू तितर बितर भएर छरपष्ट भएर चटपटे पनि पोखिएर कस्तो गाह्रो भयो। तर जे भए पनि यसरी बनाएर खानुभयो भने चाहिँ एकदमै मिठो चटपटे बनिन्छ है।